खाडीको घाम सुनौलो देखिन्छ फोटोमा, तर त्यसले बोल्ने गर्छ हड्डीसम्म। म यहाँ सपनाको खोजीमा आएको थिएँ, तर सपना त सुत्न नपाएको आँखामा हराए। कुनै बेला हातमा कलम थियो, आज स्पानर छ, गजधडी छ र कहिलेकाहीँ रगतको बासना। घरबाट फोन आउँछ, कस्तो छ बाबु? म भन्छु ठिकै छु आमा, तर सत्य त साँझमा चुपचाप ओछ्यानमा पल्टदा निस्कने त्यो निसासिएको सासमा लुकेको छ। यहाँ न त दसैँ छ, न त तिहार, न आँगनमा आमाको हातको खाना, छ त केवल धुवाँ पसिना र अनकन्टार निद्रा। साथीहरू थाकेका छन् तर मुस्कुराउँछन्, किनभने परिवारलाई चिन्ता नहोस् भन्ने एक्लो प्रतिवाद हो त्यो हाँसो। म बाँचिरहेको छु, तर जिन्दगी बाँचेको जस्तो लाग्दैन, किनकि यो त केवल सपना पुरा गर्ने नाममा आत्मा जलाउने सङ्घर्ष हो। खाडीको तलब ठुलो हुन सक्छ, तर त्यो पैसामा जीवनको मिठास छैन। त्यहाँ छन् रेमिट्यान्सका आँकडाहरू, तर त्यसभित्र एक बाउ, एक छोरो, एक श्रीमानको टुटेको मुस्कान हराएको छ।